नमस्कार, शुभ बिहानी। शासक र जनता बीचको सम्बन्ध कस्तो हुनुपर्छ, शासकका असल गुणहरू के हुन्, शासकले के गर्नुहुन्छ के गर्नु हुँदैन भनेर विभिन्न दार्शनिक राजनीतिक चिन्तकहरूले आफ्ना कृतिहरूमा शासकको विषयमा आफ्नो दृष्टिकोण राखेको देखिन्छ। मेकियावेलीले शासक कस्तो हुनुपर्छ भन्ने कुरा द प्रिन्सेसमा आफ्नो राजनीतिक दृष्टिकोण त्यहाँ व्यक्त गरेका छन्। शासक स्याल जस्तै चतुर हुनुपर्छ, सिंह जस्तै बलशाली हुनुपर्छ। देशलाई आवश्यक परेको बेला शासक सिंह जस्तै गर्जिनुपर्छ। तर देश र जनतालाई बढीभन्दा बढी फाइदा हुन्छ भने त्यहाँ धर्म, संस्कृतिका कुरा, नैतिकताका कुरा त्यहाँ हुँदैन। त्यहाँ सामदाम र दण्डभेदको पनि प्रयोग गर्न सकिन्छ। तर जनता र राष्ट्रलाई शिरमा राखेर शासकले बोक्नुपर्छ भन्ने कुरा आफ्नो प्रसिद्ध कृति द प्रिन्सेसमा आफ्नो विचार व्यक्त गरेका छन्। त्यसैले प्लेटोले पनि असल शासकका गुणहरू के हुनुपर्छ भन्ने कुरा उनले पनि आफ्नो चाहिँ कृति द रिपब्लिकमा महत्त्वपूर्ण आफ्नो विचार राखेका छन्। त्यस्तै गरी कौटिल्यले पनि आफ्नो अर्थशास्त्रमा राजनीतिसँग जोडेर शासकको विषयमा महत्त्वपूर्ण विचार राखेका छन्। त्यस्तै महामानव मनुले पनि शासकको विषयमा आफ्नो दृष्टिकोण राम्रैसँग राखेको त्यहाँ देखिन्छ। त्यसैले शासक सबैभन्दा राम्रो हुनुपर्छ, सबै प्रशासकहरूलाई चलाउन सक्ने कुशल र योग्य हुनुपर्छ, जनता र राष्ट्रलाई शिरमा बोकेर बढीभन्दा बढी जिम्मेवार र उत्तरदायी हुनुपर्छ भन्ने विषय नै हो। त्यसैले एउटा भनाइ छ, एउटा चाहिँ डाक्टर असक्षम र अयोग्य भयो भने एउटा बिरामीको चाहिँ मृत्यु हुन सक्छ, एउटा शिक्षक अयोग्य र असक्षम भयो भने हजारौँ हजार विद्यार्थीको भविष्य अन्धकार हुन सक्छ, एउटा शासक खराब भएपछि देशको भविष्य नै बर्बाद हुन सक्छ भन्ने कुरा चाहिँ हामीले विभिन्न चाहिँ त्यो विषयमा भेटाउँछौँ। त्यसैले शासक सबैभन्दा राम्रो र सबैभन्दा सक्षम र योग्य हुनुपर्छ, जनताप्रति वफादार र उत्तरदायी हुनुपर्छ, आफ्नो व्यक्तिगत सुखलाई त्यागेर देश र जनताको हित र फाइदालाई शिरमा बोक्ने शासक आवश्यक छ। नेपालको परिप्रेक्ष्यमा पनि नेपाली जनताले विभिन्न समय र कालखण्डमा शासकहरूलाई फेरेको देखिन्छ। कुन शासकले राम्रो गर्छ भनेर जनताहरूले शासकलाई विभिन्न कालखण्डमा फेरेको देखिन्छ। त्यसैले शासक राम्रो हुनुपर्छ, जनताप्रति उत्तरदायी हुनुपर्छ भन्ने कुरा म तपाईँहरूमा राख्दै बिदा हुन्छु। हस्त, नमस्कार।